कमेडी सिरियल सकिगोनी किन आएन? के साँच्चै नै बन्द भएकै हो त? सकिगोनी नआउनुको कारण यस्तो छ। रिसेन्टली रुटिन अफ नेपाल बन्द अर्थात् आरओएनबीले हालेको पोस्ट हेर्नुहोस्। सकिगोनी सिजन 3 को भाग 93 पछि नआउने भएको छ। किनभने यो कमेडी सिरियललाई अर्जुन घिमिरे पाण्डे त्यसैगरी कुमार कटेल जिग्रीले निर्देशन तथा निर्माण गर्दै हुनुहुन्थ्यो। अलमोस्ट यो सिरियलले अफिसियली रूपमा नोटिस जारी गर्दै यसभन्दा अगाडिका भागहरूमा जुन रमाइला पलहरू थिए आगामी श्रृङ्खलामा देशमा भएको अमूल परिवर्तनका साथ देशमा भएको विकृतिका साथ यो सिरियललाई थप दमदार रूपमा लिएर आउने बाचा गर्दै इयाच डिजिटलले एउटा नोटिस सार्वजनिक गरेको छ। र सकिगोनीका चर्चित कलाकार काकुले चाहिँ यो सिरियल केही समयका लागि ब्रेक लिँदैछौँ, किनभने यो सिरियलको अहिले सिजन 4 को सुटिङको लागि अर्थात् कथा तथा निर्देशन गर्नको लागि एकदम भरपुर तयारी भइरहेको र केही समय मात्रै ब्रेक हुने र केही समयपछि इयाज डिजिटल मार्फत सकिगोनीको सिजन 4 एकदमै दमदार रूपमा आउने बाचा गरेका छन्। यसबारेमा तपाईँहरूको भनाइ के छ कमेन्टमा लेख्नुहोला। साथै भिडियो मन परेमा भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन सक्नुहुनेछ। अहिलेलाई भिडियोमा यति नै। धन्यवाद।